नमस्ते। तपाईहरु धेरै समयदेखि पीएम कपको प्रतीक्षामा हुनुहुन्थ्यो र मैले धेरै पटक चाहिँ लुकाएर राखेको कुरा यही थियो कि पीएम कप कहिले हुन्छ र एक्स्ट्रा ग्राउन्डमा हुन्छ कि हुँदैन भन्ने कुरा। त्यसको अफिसियल्ली थाहा पाएको पनि तपाईको लगभग 2 हप्ता भइसक्यो। त्यसको तयारी स्वरूप हामीले जुन यहाँ काम गरिरहेका छौं त्यो पनि आजबाट तयारी सकिएको छ र एक्स्ट्रा ओभलमा पीएम कपका 15 वटा गेमहरु चाहिँ यहाँ हुँदैछन् र पहिलो गेम चाहिँ सन्डे जुन हाम्रो यही 25 गते सुरु हुँदैछ। मैले यो स्टेडियम बनाएर जुन उद्घाटन गेम गराएको थिए लिजेन्ड कप त्यो पूरा भएको ठ्याक्कै 1 वर्ष भएको छ र 1 वर्षमा धेरै परिवर्तन देखिसकेको छ। त्यो ग्राउन्डको क्वालिटी, पिचको क्वालिटी, त्यसको टपमा एउटा भिआइपी बिल्डिङ पछाडि देखिरहनु भएको छ र फ्लड लाइट सेट भइसकेको छ। टेस्टिङ कम्प्लिट हुने प्रक्रियामा छ। प्र्याक्टिस नेटहरु अलमोस्ट सबै सकिएको छ र अबको बाँकीको काम भनेको डिजिटल स्कोरबोर्ड र सिटको मात्रै हो। तर त्यो बनाउनु भन्दा अगाडि मलाई अहिले तपाईहरुको साथ पनि एकदमै धेरै चाहिएको छ। क्यानले पहिलो पटक राजधानी बाहिर सबै पीएम कपका टुर्नामेन्टहरु अर्गनाइज गर्दै छ। हाम्रो ग्राउन्डमा लगायत सिद्धार्थ रंगशाला र लमईमा गरेर पीएम कप अहिले भेली बाहिर आएको छ। यो नेपाली क्रिकेट फ्यानको लागि पनि एकदमै खुशीको कुरा हो र त्यसमाथि पनि भेली बाहिर बस्ने अथवा काठमाडौँ बाहिर भएको टुर्नामेन्टमा नेपाली फ्यानहरुले त्यहाँ गएर उपस्थित भएर उहाँको जस्तै नेपाली फ्यानहरुको समर्थन छ र बाहिर लैजाँदा पनि क्रिकेटको माया उत्तिकै छ भन्ने देखाउने रूपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी लगायत यो क्षेत्रमा बस्ने सम्पूर्ण क्रिकेट प्रेमीको लागि यो अवसरको कुरा पनि हो। म आफै आफ्नो भिजा एक्सटेन्ड गरेर यही पीएम कपको लागि उद्घाटन गेम भए पनि हेरेर जाउँ भनेर म यही बसिरहेको छु र यही सन्डे चाहिँ म उद्घाटन गेम हेर्न बसिरहेको छु। त्यतिबेला मैले पनि एउटा आशा के राखेको छु भने सम्पूर्ण दर्शकहरु यहाँ आएर सपोर्ट गरिदिनु भयो भने मलाई र नेपाली क्रिकेटलाई पनि मनोबल बढाउन अझ सहयोग हुनेछ र थाहा छ यसपालि तपाईहरु उभिएर हेर्नुपर्ने हुन्छ। खासै सिट बनेको छैन। टेन्टहरु त अलिअलि लागिहाल्छ र भिआइपी बिल्डिङको माथि गएर पनि हेर्न मिल्छ। तर अरु चाहिँ 1 साल अथवा यो टाइमको लागि चाहिँ दुःख पाएर भए पनि यहाँ सपोर्टको लागि आइदिन म हार्दिक अनुरोध गर्दछु र यदि तपाईको माया ममता यस्तै रहिरह्यो भने नेक्स्ट इयरको टुर्नामेन्ट हुँदा कम्तीमा 5000 क्यापासिटी बनाएर तपाईलाई सिटमा र बाँकी एरियामा दुबो भए पनि लगाएर खेल हेराउने ठूलो धोको छ। यदि मलाई तपाईको आत्मीयता र सपोर्ट यदि मिल्छ भने यही गेममै देखाउने ठूलो अवसर हो र बाँकी गेमहरुमा पनि म सिडनी पुगेपछि त्यहाँबाट लाइभ हेर्ने छु र तपाईहरुको माया यो गेम नसकिने बेलासम्म र त्यसपछिमा पनि पाइरहनेछु भन्ने आशावादी गर्दै यही आइतबारबाट सुरु हुने पीएम कपको लागि सम्पूर्ण नेपाली क्रिकेटलाई माया गर्नेहरु यस ग्राउन्ड लगायत अरु ग्राउन्डमा गएर नेपाली क्रिकेटलाई माया गरिदिनु होला र मेरो तर्फबाट लगायत एक्सट्रा परिवार, क्यान, सरकार सबैको जिल्ला क्रिकेटको सबैको तर्फबाट पनि तपाईहरु सबैलाई चिले निम्तो गर्दै यही ग्राउन्डमा सँगै बसेर गेम हेर्नु होला र तपाईको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद।